नमस्ते, म डाक्टर भजन कुमार रोनिया, कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट, सुगर थाइरोइड हर्मोन स्पेशलिस्ट। अब जस्तै हामीसँगै धेरै बिरामी छन् भनेर हामीले दिनका दिन आउँछन्। कोही पनि अस्ति पनि नयाँ कपालहरू आउँदाखेरि एउटा हर्मोनको प्रब्लम भयो, उपचार गर्दै उहाँको बच्चा बस्यो भने उहाँहरू डाइरेक्ट गाइनीको डाक्टरसाहबनिर नगए पनि हामीले डाक्टर साहब हाम्रो पनि बच्चा बसिरहेको छैन, हर्मोन प्रब्लम छ, हामीले जाँच गर्दा त्यहाँ हर्मोन प्रब्लम देखिरहेछ, त्यही भएर बच्चा बसिरहेछ। त्यस्ता धेरै बिरामी छन् जो 8-10 वर्ष 12 वर्षदेखिको तपाईँको चाहिँ बच्चा नबस्दाखेरि पनि हर्मोनल उपचार गरेर धेरैको तपाईँको समस्या समाधान भयो। त्यस्ता हर्मोनल प्रब्लम पनि बढी फोकस गर्नुपर्ने हुन्छ। नत्र हामीले डाइरेक्ट यो आइभीएफमा आइयुआई जम्न पहिला मेडिकली ट्रिटमेन्ट गरौँ, के छ कस्तो छ, त्यसपछि आइयुआई आइभीएफ जाँदाखेरि अलिकति हामीलाई महँगो खर्च पनि बढी लाग्छ। बरु कम खर्चमा यता हर्मोन जाँच सबै हेरौँ, यतातिरबाट सक्सेस भएन भने मात्र आइभीएफ भनेको त लास्ट अप्सनतिर जस्तै हो, त्यहाँ राख्ने। यतातिर केही हुँदै नहुने, ल अब यो हुने छैन, सक्सेस हुने छैन भने बल्ल आइभीएफतिर लाग्नुपर्ने हुन्छ। त्यही भएर तपाईँ पहिला मेडिकली ट्रिटमेन्ट गरौँ, गाइनेकोलोजिकलदेखि ट्रिटमेन्टदेखि लिएर हर्मोनल ट्रिटमेन्ट दुवै साइड बाई साइड गर्नुभयो भने तपाईँको बच्चा बस्ने चान्स निकै हाई हुन्छ।